Sano by happy customer. गाइस त आज हाम्रो पसलमा हाम्रो यो सेकेन्ड कस्टमर हाम्रो भाइ आउनु भएको छ। यो हेर्नु कति सानो भाइ छ तर माटी लिन त्रिपल माटी लिन आउनु भएको छ। हामीसँग एभेलेबल छ त्रिपल माटी नि हजुरलाई प्राइस थाहै होला। अनि यो भाइलाई यो माटी पसन्द भयो। अनि भाइले सोध्यो कस्तो लाग्यो भाइ यो माटी? राम्रो लाग्यो नि। अनि के हेर आयो? टिकटक हेर आयो नि? अनि घर चाहिँ कहाँ हो भाइको? धारा पानीबाट आएको छ माटी। यति बिहानै बिहान हाम्रो पसलमा आउनुपर्छ माटी लिनुको लागि। अनि खुट्टामा राम्रो लाग्यो नि? साइज ठिक छ नि? नाम के हो? मानुस राम्ररी भन त कस्तिर? अनि भन त के दाइको टिकटक हेरेर आयो नि? अनि एक जुत्ता त राम्रो लाग्यो नि? अनि प्राइस राम्रो लाग्यो नि? अनि हामीले मोजा पनि फ्रीमा दिएको नि? अनि सबैलाई भन्दै त आउनुको लागि भन्नु पसलमा आउनु राम्रो जुत्ताको क्वालिटीहरु छ। अनि भाइले भनेको छ आउनुलाई तपाईहरु हजुर आएर भिजिट गर्नु हाम्रो